अहिले म चाहिँ फाइनली स्तूपको नजिक आइसकेको छु। यो त डाँडाबाट उकालो बाटो आएको यसो ठाडो यता यस्तो बाटो आएको यो त जाने हो माथि तल केही देखिन्न देखिन्न ठाउँ छ कस्तो छ यस्तो हो यस्तो देखिन्छ तलको उहाँको यो यता कस्तो राम्रो सिन छ जङ्गल रहेछ यता साइडमा यस्तो राम्रो देखिएको छ तपाईँ हेर्न सक्नुहुन्छ यहाँ तल यो पोखराको स्तूपदेखि तल्लोपट्टिको जङ्गल हो यो पोखरा साइड तल चाहिँ बराई ताल देखिन्छ यतापट्टि घुम्ने ठाउँ पनि रहेछ उता मान्छे उता निस्किने ठाउँ पनि रहेछ होइन यहाँ चाहिँ ध्यान बस्ने ठाउँ रहेछ यहाँ यस्तो छ म अहिले चाहिँ फाइनल यहाँ स्तूप नजिक आइसकेँ होइन यस्तो छ हेर्नुभयो देख्नुहोस् है हेर्नुहोस् लाइक कमेन्ट सेयर गर्नु होला यो बाटो आएको तलबाट यसरी यो सब मान्छे हिँडेर आए अब माथि जाँदैछु स्तूपमा युट्युब च्यानल तुल नेपाल अलमा गएर सब्सक्राइब गरिदिनु होला है त तलबाट आएको खुट्टा छैन फेरि खुट्टा नभएपछि लोकल खुट्टा लाएर हिँड्ने दुःख त्यही पनि खुट्टा भाँचिएछ फेर्न जान पनि भ्याएन गाह्रो छ मलाई पहिलाभन्दा धेरै चेन्ज भएछ अहिले यहाँको फाइनली म स्तूप आइसकेँ तपाईँले हेर्न सक्नुहुन्छ यताबाट यस्तो छ यसरी म चाहिँ हेरिरहेको छ के को मूर्ति हो यो के को मूर्ति हो यो मूर्ति सुट देखेन मैले यस्तो रहेछ पानीको धारो यताबाट पोखराको चाहिँ पोखरा फेरि उता त देखिन्न यहाँ त कुरो लगाएर छ होइन पोखरा देखिन्छ अहिले देखिन्न यहाँ त कुरो लाख यार यो यस्तो छ यहाँ हेर्नुहोस् यो बस्ने ठाउँ भिडियो क्याप्चर गरेर यसो युट्युब च्यानल टिकटकहरूमा पनि हाल्ने गरेको छु मान्छे आउने जाने घुइँचो छ होइन झर्दै छ यता यस्तो रहेको छ पहिला फुलबारी मात्र थियो यता बनाउने निर्माण पनि भइराखेको रहेछ यस्तो फुलबारी छ यस्तो बनाउला फुलबारीहरू अनि म जान्छु स्तूपतिर जान्छु है यस्तो छ
छ। यहाँ फुलबारी रहेछ, फुलहरू हरियो हुन्छ हो। मिल्दैन ए ल ल ल नबनाउनु भन्यो ल हुन्छ ल बनाउनु नमिले यस्तै बनाउनु भएन यता भन्छ मिल्छ।